यो हाम्रो फिल्मको कन्टेन्ट नै त्यस्तो छ कि यो धरती यो नेपालको यो हामीले सबैले भोगेको कथा छ र हामी धेरैलाई रिलेट गर्छ र यो हामीभित्रको अर्ग्यानिक कथा हो, कहीँबाट बटुलेर ल्याएको कथा छैन। यही उम्रिएको कथा हो, यही माटोको कथा हो, त्यसले गर्दा छोयो होला। उहाँहरूले नि यस्तै सङ्घर्ष गरेर पार गरेर आएको हुनुहुन्छ, त्यसै कारणले होला। त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। हामीले पनि यति दुःख गरेका थियौँ के कसो हो भने अलि डर पनि थियो, अलिकति साहस आँट खुसी लागिरहेछ। आमाले जे भन्नुभयो त्यही नै हो। आमा छोरा भनेको बाउआमा अझै आमा त एउटा भगवान्को रूप न हो। त्यो कारणले गर्दाखेरि संसारको सबैभन्दा अरू चिजहरू भनेको हामी कति कुराहरू बोल्छौँ, हिँड्छौँ, खान्छौँ, साथी बनाउँछौँ, के गर्छौँ, यो सबै मलाई लाग्छ एउटा ओएसम्म एक ठाउँमा जानसम्मको लागि होला। तर त्यो आमा भन्ने चिज चाहिँ यस्तो हो कि उसको चाहिँ एउटा शरीरको अङ्ग हो नि त त्यो बच्चा, त त्यहाँबाट छुट्टिएर आएको चिज हो नि त। त्यस कारणले गर्दा हामी नेपालीहरू बाई बर्थ नै आमा छोरा बुवा आमालाई एकदमै माया गर्ने भएको कारणले गर्दा यो चाहिँ एउटा छोराले आमालाई र आमाले छोराको भविष्यको लागि गरेको एउटा त्यागको लागि चाहिँ सबैजनालाई रिलेट गरेको जस्तो लाग्छ मलाई चाहिँ। ओके, यति बेला मैले वर्षाजीलाई एउटा कुरा सोध्न चाहेँ। अब यो फिल्ममा चाहिँ तपाईँले एउटा गोबर गणेश टाइपको एउटा चाहिँ होइन, केही नबुझ्ने, केही लफाङ्गो त नभनौँ, एकदम लठौरो टाइपको श्रीमान तपाईँले यो फिल्ममा प्राप्त गर्नुभएको छ। तपाईँको जीवनमा अब तपाईँले आफ्नो जीवनमा चाहिँ यस्तो खालको श्रीमान आयो भने तपाईँ श्रीमानको कल्पनै गरेको छैन अहिले। तपाईँले दिमागको श्रीमान यस्तो उस्तो आफैलाई टाइम दिन टाइम छैन, भ्याइ नभ्याइ छ, कल्पनामै छैन, दूर दूरसम्म। अहिले त दिमागमा गोबर गणेश मात्रै छ, के पनि छैन। दिमागमा गोबर गणेश छ, बस मात्र गोबर गणेश भनेको श्रीमान दूरसम्म उहाँको दिमागमै छैन भनिसकेपछि के छ हाम्रो उतापट्टि। अब हाम्रो के अरे बल्छी मामा के अरे तपाईँले पाउनु भएको छ लाइफमा, के छ तपाईँको लाइफमा माइजूको सपोर्ट के कस्तो पाइरहनु भएको छ? घर जान नपाएको कति दिन भयो होइन? कुन चाहिँ माइजू कुरा गरेर यस्तो छ होइन। सिनेमाको काम भएपछि लास्ट 15 दिन 1 महिनादेखि चाहिँ हामी घर पनि जानु भएको छैन कि काम गरेको गरे रातैभरि पनि हामी काम गरिरहेछौँ, एडिट गर्नुपर्ने के गर्नुपर्ने, फेरि त्यो बिग्रियो त्यसलाई मिलाउनु पर्ने। अब जाने दिन आएको छ, जाने माइजूले फेरि घरबाट निकालिदिनु होला यत्रो दिनसम्म कहाँ त्यस्तो होइन। उसले बुझ्छ छैन होइन, उसले निकाल्नुहुन्न। उहाँको सामाजिक सञ्जालमा उहाँले पोस्ट गरेको हेर्छु न, त्यहीँबाट थाहा हुन्छ कति सपोर्ट गरिसकेको छ। उहाँलाई जति पिर्छ करुणा म्यामलाई त्यति नै पिर्छ, उहाँ त्यति नै हुनुहुन्छ, उहाँ लागि पर्नुभएको छ। कसरी हुन्छ उहाँ मात्रै नभएर मैले पनि केही गरेर हुन्छ कि भनेर उहाँ आफै आत्तिरहनु भएको छ। सबैजना र आम सबैजना हाम्रो दर्शकहरूले मलाई लाग्छ सबैजनालाई माया छ हामीप्रति, गोबर गणेशप्रति। त्यस कारणले गर्दा यति धेरै हामीलाई यति धेरै के भन्ने त्यसलाई, तपाईँ त साह्रै भाग्यमानी हुनुहुँदो रहेछ। तपाईँलाई जस्तो श्रीमती सबैलाई परुन त्यति सपोर्ट गर्ने साथ दिने होइन। ल हस्, थ्याङ्क यू। तपाईँलाई स्पेसल्ली तपाईँलाई यस्तो गोबर गणेश परोस् कि नपरोस् जीवनमा खुसी नि मजालाई यस्तो पढ्नु भयो भने त हेर्नु कति मजाले आउँछ। यस्तो गोबर गणेश पऱ्यो भने खुसी अफ कोर्स, किन न। लाइफमा दूरसम्म नसोचेको मान्छे गोबर गणेश पायो भने जस्तै एउटा चलचित्र क्षेत्रमा अथवा मिडिया क्षेत्रमा तपाईँको रिलिज हुनु अगावै अथवा पोस्टर सार्वजनिक भइसकेपछि एउटा सिरियल बनाउने खुद्से केटोले कस्तो फिल्म बनाएको होला भन्ने त्यो जुन चासो थियो, चर्चाको विषय पनि थियो, त्यो चर्चाको विषय अथवा बोल्नेको मुख बन्द भइसकेको छ क्या। आज आएर चलचित्रले सफलता हासिल गर्दैछ, तेस्रो दिनमा पनि सफलतापूर्वक यति धेरै आँसु र हाँसोको सिंहासनमा बस्न बाध्य भएको छ, अडिन बाध्य भएको छ नेपाली दर्शकहरू होइन। तर बल्छी अल्छी होइन कि बल्छी राम्रो छ र बल्छी होइन, बल्छीको सोच चाहिँ सिर्जना चाहिँ ठुलो छ लाग्छ। लाग्दैन तपाईँलाई यस्तो मलाई के लाग्छ भने
हरेकको हेर्ने नजर हुन्छ होइन। मैले केही चिजलाई कुन हिसाबले हेरिरहेको छु भन्ने हुन्छ होइन। मैले अगाडिको चिजलाई चाहिँ आहा कस्तो राम्रो भनेर हेरिदिएँ भने नराम्रो चिज पनि राम्रो हुन्छ र एउटा फुललाई पनि हामीले हेरिन चाहिँ यो फुल त हो नि भन्ने हिसाबले हेऱ्यौँ भने नराम्रो हुन्छ। त्यस कारणले म चाहिँ के भन्छु भने हजुरले भन्नुभएको जस्तै हामी एउटा सानो पर्दाबाट सिरियल बनाउँदै आएको मान्छे थियो। त्यस्ता हजुरले भन्नुभएको जस्तै यो सिरियलकाबाट आएको मान्छेहरू यिनीहरूले के लेख्ला र के गर्ला र के कनेक्ट गर्ला यिनीहरूको कथाले भन्ने थिए। अझै त्योभन्दा पनि अझै धेरै कमेन्टहरू चाहिँ अब बल्छीलाई पनि हिरो मानिदिनु पर्ने भन्ने कुरा थियो। मैले एकदम हात जोडेर भन्छु, मैले आजसम्म मेरो मुखबाट हामी हिरो भनेको पनि छैनौँ। हामी मात्र एकजना एउटा कलाकार हौँ। कुनै डिरेक्टरले दिएको कथालाई हामी बोक्न सक्छौँ, त्यति मात्रै हो। त्यो चाहिँ मैले र मान्छेहरूले उडाए, कतिले उडाएका थिए। म के लाग्छ भने कहिले एकदम उडाउनु भयो, कसैले सपोर्ट गर्नुभयो, सबैप्रति एकदम कृतज्ञ छु। जे भए पनि मलाई हेरिरहनु भएको थियो, माया गरिरहनु भएको थियो। र अहिले सिनेमा आएपछि, ट्रेलर आएपछि अनि सिनेमा आएपछि चाहिँ जुन माया देखाउनु भयो, यसले चाहिँ म एकदमै कृतज्ञ छु सबैजना। नपत्याउने खोलाले बगायो भन्ने जुन एउटा भनाइ छ नि, त्यो भनाइ तपाईँ गोबर गणेशको टिममा लागू भएपछि आज तेस्रो दिनसम्म आउँदा नि अल नेपाल हाउसफुल छ। अहिले रत्तामै ढाँटेर ढाँट्ने कुरो होइन, गफलाएर गफ लाउने जमाना छैन। अहिले अनलाइनमा अहिले राइट नाउ हेर्न सकिन्छ। सो तपाईँले के लाग्छ अब तपाईँको टिम पनि यति राम्रो अनि त्यही माथि तपाईँको टिम सबै राम्रो सुन्दरी नायिका होइन, नायिकाको देखि यता फेरि नायकले मार्नुहुन्छ मलाई होइन, के भन्नुहुन्छ चाहिँ नपत्याउने यस्तो छ। म चाहिँ के लाग्छ भन्दाखेरि म जब काठमाडौँ आएँ होइन, काठमाडौँ आएपछि म कलाकारितामा आएँ। जब मलाई केदार दाइले त्यहाँ लग्नुभयो, त्यसपछि मैले एउटै मात्रै के सोचेँ भने एकदम इमान्दार भएर मेरो कामलाई चाहिँ काम गर्नुपर्छ मैले होइन। मेरो त त्यहाँ कोही मामा माइजू कोही मेकर कोही पनि थिएन नि त। मैले केदार दाइले त्यहाँ पुर्याइदिनु भयो। त्यसपछि मैले जहिले पनि केदार दाइप्रति, सीताराम दाइप्रति एकदमै कृतज्ञ भएर त्यो कामप्रति एकदम इमान्दार भएर काम गरेँ। अनि मैले त्यसैले कामले नै म यहाँसम्म छु। र कुनै दिन मैले अब मैले यति गरिहालेँ नि भन्ने भयो भने मलाई फेरि माया गर्नुहुन्न भन्ने। तपाईँको खेलको मैदानमा तपाईँ उत्रिरहनु भएको छ, तपाईँहरू तिनजना बुझ्नुभयो। तपाईँलाई चौका हाल्ने जस्तो लाग्छ लाग्दैन आज तेस्रो दिनसम्म विराट कोहली? हामी त फुटबलमा त्यस्तो पनि होइन, त्यस्तो पनि होइन। मैले भने नि हजुरले भन्नुभएको कुरा, म अरूसँग कम्पिटिसनमै छैन, मैसँग छु। मैले त्यहाँ अझै राम्रो गर्न पाएँ हुने रहेछ, त्यहाँ अझै ब्याकग्राउन्ड म्युजिक त्यस्तो भावे हुने रहेछ, त्यहाँनिर यस्तो गर्न पाएँ आहा भन्ने रहेछ भन्ने मैसँग मात्रै कम्पिटिसनमा छु। अरू सबैजना मभन्दा माथि हुन्छ। तपाईँले कतिपटक फिल्म हेर्नुभयो? आफ्नो फिल्म आफैले कतिपटक हेर्नुभयो? यो त लेखेकै 26 पल्टमा सुट गरेँ मैले। मैले 26वटा ड्राफ्ट बनाएँ, वर्षादीलाई सुनाइसकेपछि अर्को 20 पल्ट लेखेँ मैले। अनि र 26औँ 27औँ पल्टको ड्राफ्टमा सुट भएको र लेख्ने कुरा त्यस्तो चाहिँ हेर्दा लगभग 100 पल्टभन्दा धेरैपल्ट हेर्दै होला त्यो सिनहरू। रिलिज पछि चाहिँ एकपल्ट हेरेँ, एकपल्ट फुल हेरेँ, अरू चाहिँ यसै भित्र बेला बेला छिर्दाखेरि हेरिरहेको छु। मैले 3 पटक हेरेँ आजसम्म, 3 दिनमा 3 एभ्रिडे हेरिरहेको छु मैले। हजुर तपाईँलाई चाहिँ योभन्दा अगाडि हामीले पनि अब सँगसँगै हल भिजिट जाँदाखेरि त्यति मुभी हेरेको चाहिँ पाउँदैनथ्यो क्या वर्षा सेवापट्टिलाई। एकचोटि हेऱ्यो आफ्नो फिल्म, अर्कोचोटि। तर यो फिल्म तपाईँले 3 पटक हेरिसक्नुभयो। किन के कुरालाई रिलेट गरिरहेको छ तपाईँ पटक पटक हेरिरहनु भएको छ? या त कि त मेरो पुगेन कि जस्तो योभन्दा अगाडि ट्रेलरमा कुरा आएको थियो कि वर्षाजी ट्रेलरमा आफ्नो चाहिँ केही पनि आवाज नआएर रिसाएर ठुस्केर जानुभयो भन्ने चाहिँ एकदम आएको थियो मिडियाबाट। अहिले चाहिँ के छ? अहिले त एकदमै यो अब फिल्ममा त के कस्तो छ भन्ने त थाहा थियो नि त। अनि त्यो भएको भएर त्यस्तो रिसाएको ओरेको त्यस्तो केही पनि होइन। अब मेरो काम भनेको चाहिँ अझै फिल्म रिलिज पछि अझै मैले उहाँहरूलाई अझै किनभने फिल्म हेरिसकेपछि थाहा हुन्छ, सो त्यसरी चाहिँ प्रमोट गर्नुपर्छ भनेर यसपालि अलिकति डिफ्रेन्ट तरिकाले प्रमोट गर्न खोजेँ मैले। आज त्यति बेला कन्टेन्ट निकाल्नु त्यो अलिकति योजनै थियो त्यो? यो एकदमै हामी प्लान्ड वेमा गएको प्लान नै थियो त्यो होइन। आज खुल्यो यो कुरा होइन त। टेलर रिलिज भयो, वर्षाजी र बल्छीजीको एउटा माछा मार्ने योजना थियो। माछा के छ? माछा परे जस्तो लाग्छ होइन। अब आज तेस्रो दिन हो, अझै बाँकी नै छ, अझै धेरैजनाको ठाउँमा अझै पुग्न बाँकी नै छ जस्तो लाग्छ। अनि अब हेरौँ, जस्ट आजसम्मको हेर्दाखेरि चाहिँ अब एकदमै राम्रो फिल भइरहेछ। आज हजुरले मम्मीसँग बसेर हेर्नुभयो फिल्म होइन? मम्मीसँग बसेर फिल्म हेर्दै गर्दाखेरि कस्तो अनुभव भयो? मनमा के कुरा चलिरहेको थियो? के भन्न चाहनुहुन्छ? हाउ यु फिल?
मेरो फ्यामिलीहरू अनि रिलेटिभ साथीहरू थुप्रैजना आउनुभएको थियो अनि त्यही भएर पनि आज सुरुदेखि अझ उहाँहरूको एउटा अडियन्सहरूसँग फर्स्ट टाइम बसेर हेर्दाखेरिको माहौल पनि मलाई बुझ्न मन लागेको थियो त्यहाँको रियाक्सनहरू आउँछ कसरी रियाक्ट गर्नुहुन्छ हरेक सिन्सहरूमा भन्ने कुराले पनि एकदमै त्यो अर्ग्यानिक रियाक्सन्सहरू आउँदाखेरि चाहिँ त्यो हेर्न मन लाग्छ मलाई चाहिँ अनि आज बसेर हेर्दाखेरि मेरो छेउछाउमा सबैजना इमोसनल हुनुभयो अनि अहिलेसम्म म इमोसनल भएको थिइनँ फिल्म हेर्दा आज चाहिँ म पनि अलिकति अब साथीभाइहरू नै मम्मी सबैजना रोगो देखेर चाहिँ आफूलाई पनि अलिकति इमोसनल फिल भयो मलाई चाहिँ अब गाला चड्किने होइन दिल धड्किने गरेर गोबर गणेशले अड्डा जमाएको छ नेपाली अडियन्समा होइन के भन्नुहुन्छ यो विषयमा अब सबै कुरा भनिसक्नु भएको छ दाइहरूले होइन अब मैले त अब दिल त धड्काइदिनु म त बोलेकै छैन दुईजना दाइ मात्रै भयो दुईजना दाइ उसले दिइहाल्यो अब जस खुसी लागिरहेछ क्या हुन्छ नि अब हलमा जाँदाखेरि राम्रो राम्रो रेस्पोन्सहरू अनि फरक फरक प्रतिक्रिया नि पाइरहेको छु मैले त होइन अब राम्रै भइरहेछ हलमा यसो लुकी लुकी हिँड्नु परिरहेछ अहिले यसरी अलिक माहौल छैन अलिकति उसले गर्दा तपाईँको निन्द्राको चाहिँ यता चलचित्र सफल भइरहेको छ उता सन्देश आइसकेको छ घरको अब आओगी भनेर होइन छोड्ने भएको छ यो टिम यता चलचित्र छोड्न पनि भएको छ सफल भइरहेको छ उता सन्देश आइसक्यो घरको दोधारमा पर्नु भएको छ के भन्नुहुन्छ अब मेरो त यस्तो हो काम नै सबभन्दा ठुलो कुरा हो जब किनकि मैले अब यो डिसिजन लिनुभन्दा अगाडि कसैलाई मैले पनि कमिटमेन्ट गरेको हुन्छु किनकि काम गरेर बिचमा जानु त्यो मेरो अब डिग्निटी पनि दिँदैन किनभने मैले एउटा सिनेमा खेलेपछि अब यो सिनेमालाई अब सक्छ आफूले के गर्न सक्छ त बा हिँडेर सपोर्ट हुन्छ कि बा हलमा गएर कसैलाई सपोर्ट हुन्छ भने आइएम रेडी टु डु भनेर नै रेडी भएको छु अनि अभियसली बुझिदिन्छ किनभने 6-7 महिना म यहाँ नेपाल बस्दा पनि मेरो वाइफले जहिले पनि मेरो ब्याकबोन हो होइन जहिले पनि सपोर्ट गरिरहेको हुन्छ अनि मैले उसले गर यस्तो गर्छ उस्तो गर्छ भन्ने त त्यो आई थिङ्क हाम्रो त्यो दिमागमा पनि आउँदैन होला उसको जस्ट अहिले नानीको भ्याकेसन छ विन्टर त्यसको चाहिँ अलिकति चिन्ता छ अनि स्पेसली मेरो अहिले अब सोनाम लोसार आउँदैछ अनि सबैजनालाई लासो फ्याबुलजी अनि सोनाम लोसार ला झ्याबा ढ्याङमुला अनि सबैजनालाई ह्याप्पी लोसार इन एडभान्समा घर त अब म त बोर्डरको मान्छेलाई जस्तो नगर म त वरियर होइन आर्मीलाई जस्तो के म त अब घर हो अब घर अब मलाई खेदाउने विचार छ अब पहिला यो सिनेमाले एकदम हाम्रो एउटा सपना हुन्छ नि एउटा फिल्म बनाएपछि अभियसली मैले बुझ्न चाहेको यो फिल्मको जहिलेसम्म यो फिल्मले नेपालमा सफलता पाइरहेछ त्यो बेलासम्म म नेपालमै बस्छु भन्ने हो अभियसली हो ल किन के प्रब्लम छ भने भन्नु पर्यो कि म बस्दा केही प्रब्लम छ भने चाहिँ भन्नु पर्यो म हजुरले भाडा काटिदिनु पऱ्यो म लाग्दिनँ सबैलाई भाग पुर्याउन पर्छ खाना लाइन बस्नु भएको छ एउटालाई 4 जना मात्रै दिएर अब हाम्रो कुकुलाई चाहिँ एउटा नेपाली चलचित्र इन्डस्ट्रीमा एउटा आशा लाग्दो सुन्दर चेहेरा सुन्दर अभिनय गर्ने ट्यालेन्टेड सुन्दरीको इन्ट्री भयो होइन गोबरले लिपेर गणेशलाई पूजा गरेको फिल्ममा इन्ट्री भएको छ तपाईँलाई कस्तो लागिरहेको छ मलाई खुसी लाग्छ अब सिरियलबाट अब यहाँसम्मको यात्रा मेरो त्यति सजिलो पनि थिएन होइन त्यही भएर खुसी लागिरहेको छ